हामीमाथि जे खालका मुद्दाहरू परेका थिए तपाईँले काभ्रे जिल्ला अदालतले हिजो मलाई जे फैसला गरेको छ एउटा कुरा स्पष्ट रूपमा त्यो काभ्रे जिल्ला अदालतले पनि स्वीकारेको र प्रहरीले पनि स्वीकारेको भन्ने कुरा के हो भने म माथि पक्राउ पूर्जी जारी भएको सन्दर्भमा मेरो घतमा पनि म्याद तामेल भएको छैन। त्यो दैलेखको जिल्ला अदालतलाई जिल्ला प्रहरीलाई जे पत्र लेखिएको भनिएको छ त्यहाँ पनि पत्र पुगेको छैन। यो तपाईँले मजाले खोज्न सक्नुहुनेछ र काभ्रे जिल्ला अदालतका श्रेष्ठदारलाई वा कतैको सूचना अधिकारीलाई तपाईँले सोध्न सक्नुहुनेछ। मुद्दा के कहाँ कति के परेका छन् भन्ने कुरा एउटा मुद्दाको एउटा कानुनी एउटा प्रक्रिया हुन्छ। त्यो अनुसार हामीलाई जानकारी नभएको सन्दर्भमा मैले कसरी थाहा पाउनु कि मलाई मुद्दा परेको छ भन्ने कुरामा। त्यसैले मैले तपाईँलाई अहिले स्पष्ट के भने मलाई भन्नु कुरा यति मात्र के हो भने मिडियाले अतिरञ्जित गरेर जे कुरा अहिले माफी माग्नुपर्ने गरेर जे लेख्नुभयो त्यसमा मलाई कुनै पनि आपत्ति छैन। दोस्रो कुरा मुद्दा कसलाई परेको छैन। अहिले मैले जे मुद्दा म माथि परेको छ त्यो जाजरकोटमा नवराज विकको हत्याको विषयमा फैसला भएको सन्दर्भमा सुर्खेत उच्च अदालतमा गरिएको आन्दोलनको सन्दर्भमा परेको मुद्दा हो। त्यो सन्दर्भमा परेको म माथि हालिएको मुद्दा हो। मैले फेरि पनि भने यो प्रकृतिको मुद्दा नेपालमा कसलाई परेको छैन। सामान्यतया बोलेकै आधारमा परेका मुद्दाहरू नेपालमा कसले फेस गरेको छैन। म तपाईँलाई मेरो विद्वान मित्रलाई के स्पष्ट पारौँ भने जे खालका प्रश्नहरू म माथि तेर्सिएका थिए त्यो प्रश्न चाहिँ कुनै पनि खालका राजनैतिक पद प्रतिष्ठा लिनको लागि अयोग्य हुने खालको मुद्दा थिएन। त्यो खालका मुद्दाहरू यी खालका आरोप प्रत्यारोपहरू हुनेछ। हिजै पनि अदालतले त्यहाँ स्पष्ट रूपमा भने अब तपाईँ अलि चर्चामा आउनुभयो, त्यो मन्त्रीको चर्चामा आउनुभन्दा पूर्व गएको भए त्यो यसै साधारण तारिकमा छोडिदिने मुद्दा रहेछ। तर अहिले मुद्दा सानो भयो, तपाईँ ठुलो हुनुभयो, मान्छे ठुलो भयो, मुद्दा सानो भयो, यसै छोडिदिउँ भने न्यायाधीश डराएर छोडिदिउँ भन्ने परेर चाहिँ हामीले यस्तो खालको फैसला आएको हुनसक्छ भन्ने चाहिँ त्यहाँ साथीभाइहरूको एउटा खालको छलफल भयो। त्यसैले अहिले तपाईँले भनेको जस्तो जे मुद्दा म माथि लागेको छ मित्र त्यो मुद्दा राजनैतिक मुद्दा हो। त्यो कुनै अपराधको मुद्दा होइन। सामूहिक बलात्कार, सामूहिक ठगी, सामूहिक बदमाशी, सामूहिक हत्याको मुद्दा होइन। राजनैतिक रूपमा माइतीगर मण्डलमा उभिएर तपाईँकै क्यामेरामा बोलेको, तपाईँकै भिडियोमा बोलेको कारणले लागेको मुद्दा हो। त्यसैले गर्दा अहिले तपाईँलाई फेरि पनि भने मन्त्री भइहालेको भए पनि त्यो आपत्ति नै परिहाल्ने खालको मुद्दा चाहिँ थिएन फेरि त्यसमा। र जे म माथि मुद्दाहरू परेको छ अहिले यसो साथीहरू कहिले काहीँ मलाई भन्नुहुन्छ यति नबोलेको भए दाइ अलिकता मुख सिलाएको भए आज मन्त्री बनिने रहेछ नि होइन दाइ भनेर पनि भन्नु। अर्को कुरा तपाईँलाई पनि भनिदिउँ, मलाई त्यही दिन साथीहरूले कतिले म्यासेज गरेर वा सम्बन्धित ठाउँबाट पनि के मलाई फोन चाहिँ के आयो भने एकचोटि माफी मागेर हिजोसम्म मैले जे बोले त्यसको लागि माफी चाहन्छु र आगामी दिनमा सार्वजनिक पदमा रहँदै गर्दा चाहिँ म यस्तो खालको कर्म गर्ने छैन भनेर माफी माग्नुहोस् भने मैले फेरि पनि भने आज मन्त्रीको लागि एउटा दैलेखको छातीकोटको कुनामा जन्मिएको एउटा कामीको, एउटा अछुतको, एउटा शूद्रको नाम चाहिँ चर्चामा आयो। देशको 10 जना मान्छेभित्र देशमा 10 जना मान्छेहरू गन्दै गर्दा जसरी मेरो नाम त्यो चाहिँ एउटा चर्चामा आयो, जसरी एउटा नाम चर्चामा आयो, त्यो नाम चर्चामा आउनुको पछाडिको योग्यता भनेकै त्यो मुद्दाहरू थियो। त्यो म माथि त्यति मुद्दा नलागेको भए त्यो खालको नाम चर्चामा आउने थिएन। त्यसैले मैले फेरि पनि भने बोलेकै कारणले मन्त्री जान्छ भने जाओस्, प्रधानमन्त्री जान्छ भने जाओस्, जिन्दगीभर यो सार्वजनिक पदमै बस्न पाइँदैन भने मलाई आपत्ति छैन। जाँड खाएर बोलेको वा कुनै गलत नियतले गरेको अपराध हो भने म भोग्न तिर्न छिर्न म तयार छु। तर राजनीतिक रूपमा गरिएका कुरालाई हिजो राजनीति नै नगरेको भए, हिजो लडाइँ नै नलडेको भए, हिजो हतकडी नै नलागेको भए अहिले नाम कसरी त्यहाँसम्म पुग्न सक्थ्यो। त्यसैले गर्दा प्रश्नको लागि धन्यवाद छ मित्रलाई। तपाईँले भनेको जस्तो अहिले यसो फेसबुकमा हेर्नुभयो भने खगेन्द्र सुनार भनेर हान्नुभयो भने लगभग दलित मात्र होइन, दलित गैर दलित सबैले यो माथि अन्याय भयो भनेर लेखेको पाउनुहुन्छ तपाईँ। अहिले अधिकांश तपाईँको मनमा पनि यत्तिको चिनिरहेको साथी, यत्तिको देखिरहेको साथी मन्त्री भइदिइहालेको भए कम्तीमा चाहिँ मेरो साथी पनि मन्त्री भयो भन्ने तपाईँहरूसँग त हाम्रो एउटा दोहोरो चिन्जान छ नि। त्यसैले गर्दाखेरि तपाईँलाई मात्र होइन, दलितलाई मात्र होइन, अब तपाईँले कहाँनिर देख्नुभयो कस्तो खालको फेसबुकमा हेर्नुभयो। तर अहिले नेपालमा चलिरहेको चलन चल्तीको फेसबुक र सामाजिक सञ्जालमा हेऱ्यो भने सम्भवतः खगेन्द्र सुनारमाथि अत्याचार भयो, खगेन्द्र सुनारमाथि साङ्घातिक आक्रमण भयो, खगेन्द्र सुनारमाथि सामूहिक बलात्कार भयो, सामूहिक हत्याको प्रयास गरियो भनेर लेख्ने नलेख्ने चाहिँ कमै हुनुहुन्छ होला। त्यसैले गर्दा तपाईँले भनेको जस्तो एउटा कहीँ कतै देख्ने कुरा तपाईँले केही इङ्गित गर्न खोज्नुभएको व्यक्तिले फलानु भन्यो कि भनेर भन्ने होइन। समग्र मैले फेरि पनि भने मेरो कहीँ कतै सङ्गठित अपराध, कहीँ कतै हामीले गरेका चाहिँ हिजो कुनै सार्वजनिक पदमा बसेका गरेका गल्तीले गर्दा भएको कुरा होइन। नेपालको दलित आन्दोलनको सन्दर्भमा जाजरकोटदेखि काठमाडौँसम्म आउँदै गर्दा अहिले पनि हिजोको मुद्दा पनि मलाई लागेको कसैमाथि अपशब्द बोलेको मुद्दामा हो। तपाईँले अहिले जे कुरा इङ्गित गर्न खोज्नुभयो त्यो भिडियो थिएन, त्यो अडियो थियो। त्यो अडियो पनि मेरै थिएन। अब कुरा फेरि अब विषयमा जाने हो भने तर तपाईँले भनेको जस्तो त्यो मैले बोलेको होस् वा नबोलेको होस्, समाजलाई अपाच्य हुने, दुईजना बसेर सुन्न नमिल्ने, दिदीबहिनीको अगाडि सुन्न नमिल्ने, आमा बाउको अगाडि सुन्न नमिल्ने कुरा त्यो कहीँ कतै कसैले बोल्नु पनि हुँदैन। त्यो बोलिएको थियो भने पनि त्यो गल्ती थियो। फेरि सबै कुरा मैले जे भने म ठिक, मैले गरेका जति सबै गलत पनि ठिक भन्ने हुँदैन। तपाईँले अहिले जे कुरा इङ्गित गर्न खोज्नुभयो अपाच्य कुरा कसैले पनि बोल्नु हुँदैन र त्यो गलत कुरा गलतै हो।
अपाच्य कुरा गलतै हो। तर अहिले तपाईँले भनेको जस्तो होइन, मैले तपाईँलाई फेरि पनि भने त्यो भिडियो थिएन, अडियो थियो। कसैले सुन्नुहोस् खगेन्द्र सुनारको अडियो बाहिरियो भने मैले पनि हेर्नुहोस् खगेन्द्र सुनारको अडियो भनेर मैले नै त्यसलाई सेयर गरिदिएको छु। मैले तपाईँलाई पनि फेरि पनि भने त्यो छानबिनको मुद्दाको प्रक्रिया, त्यो कुराको एउटा जाला, त्यो मेरो अडियो होइन, मैले बोलेको होइन। तर मैले फेरि पनि भने कसैले नेपाली भाषामा बुझ्ने गरी त्यस्ता अपशब्दहरू बोलेको छ भने गलत कुरा गलतै हो। त्यो गलत कुरालाई चाहिँ प्रोत्साहन गर्नु। अब यसो गरौँ, सिरियल बाई सिरियल जाउँ। फेरि यो फेरि एउटै झडै जस्तो तन्काउँदै गए पनि हुन्छ। हो, तपाईँले भनेको जस्तो मलाई सुर्खेतमा डक्टरमाथि हातपात गरेको र स्वास्थ्य संस्था तोडफोड गरेको भन्ने मुद्दा परेको छ। यो बारेमा तपाईँले स्पष्ट गरेर क्लिपहरू हालिदिनु भयो भने अझ क्लियर पनि होला र तपाईँलाई पनि सजिलो होला। सुर्खेतको मेहलकुनामा डाक्टर रोशन सापकोटा नाम गरेका व्यक्तिमाथि आक्रमण भएको रहेछ। मेहलकुनाको हस्पिटलमा आक्रमण भएको रहेछ। त्यो के भएको रहेछ भन्दाखेरि त्यही समयको बेलामा एउटा दलित युवा, एउटा दलितको बच्चाको उपचारमा त्यहाँको डाक्टर रोशन सापकोटाले गरेको बदमासी र उनीहरूले गरेको त्रुटिको कारण बच्चाको ज्यान गएको रहेछ। अहिले मैले पनि पछाडि त्यो हेर्दै जाँदा त्यो बच्चाको ज्यान गएको मुद्दामा त्यहाँका दलित समुदायले उर्लिएर गएर त्यो हस्पिटललाई घेराउ गरेका रहेछन्, टेबलमा हिर्काएका रहेछन्। त्यो सम्मानित सुर्खेत जिल्ला अदालतले त्यो सम्मानित सुर्खेत जिल्ला अदालतले त्यो विषयमा म अहिले पनि त्यसमा साधारण तालेखमा छु। त्यो जे पक्राउ पूर्ति जारी गरिएको भनेको छ, मेरो नाममा पक्राउ पूर्ति जारी छ भन्ने थाहा पाएपछि म आफै सम्मानित सुर्खेत जिल्ला अदालतमा उपस्थित भएर त्यो घटना हुँदै गर्दा म भारतको हैदराबादमा कार्यक्रममा छु। त्यो बारेमा मलाई कुनै पनि जानकारी छैन। तर पछिल्लो समय नेपालमा दलितहरूमाथि जे खालको आक्रमण हुन्छ र कतै कतै दलितहरूले गर्ने आन्दोलनमा कहीँ कतैबाट खगेन्द्र सुनारकै संलग्नता छ भनेर मान्छे यसै सरकारी वकिलले पुलिसले चाहिँ नाम पोल्दी भने म तपाईँलाई स्पष्ट पनि भनौँ, त्यो हिजोको मुद्दा पनि पुलिसले कसरी लुकाएर राखेर रहेछ भने अब तपाईँलाई यो पनि भन्नुपर्छ। यो प्रहरीका साथीहरूलाई यसो नगरिदिन म अनुरोध गर्न चाहन्छु। कहीँ कतै कस्तो हुँदो रहेछ भने अलिअलि नाम चल्यो भने बजारमा ठ्याक्क चाहिँ यहाँनिर यसो गरेर यहाँनिर राखिरहने डोरी हानेर अनि कति बेला पर्छ सर्लक्क सुर्क्याइदिने के। अब त्यो मुद्दा चाहिँ पुलिसले नै गुपचुप बनाएर राखेको रहेछ। त्यहाँको अदालतले पनि पक्क एकछिन यतिको दौड्या छ, यो कहीँ न कहीँ चाहिँ पुग्छ भनेर राख्दो रहेछ। यस्तो चाहिँ नगर्नु न तपाईँहरूले। मुद्दा परेको छ भने छोड्नु, बाहिर फरार भनेर लेख्ने हुँ पुलिसको अगाडि, पुलिस त्यहाँ उभिएको छ, म यहाँबाट हेरिरहेको छु होइन। फरार भनेको छ, यस्तो त नगरिदिनु न। मुद्दा परेको छ भने अदालतमा जान दिनुहोस्, हतकडी लगाइदिइहाल्नुहोस्। त्यो सुर्खेतको मुद्दाको सन्दर्भमा पनि म सम्मानित सुर्खेत जिल्ला अदालतमा उभिएर मैले बयान दिएर म साधारण तारिखमा छु। म तपाईँलाई आजसम्म स्पष्ट पार्नु साथी हो, आजसम्म म माथि परेका मुद्दा, अब तपाईँले इन्भेस्टिगेटिभ जर्नल त्यति धेरै गहिरोमा पुग्नु पऱ्यो। म तपाईँलाई भनिदिन्छु, सुर्खेतमा त्यो डाक्टरको माथिको आक्रमणको मुद्दामा मेरो संलग्नता छैन। सुर्खेतबाट मिसिन मगाएर हेर्न सक्नुहुनेछ, सिसिटिभी फुटेज हेर्न सक्नुहुनेछ। मलाई कहिले परेको अहिलेसम्म 4वटा मुद्दा हो। त्यो 4वटा मुद्दामा 2टा मुद्दा सर्वोच्चमा साधारण तारिखमा छु म, एउटा मुद्दा सुर्खेतको साधारण तारिखमा छु म। अब हिजो चाहिँ काभ्रेमा चाहिँ मुद्दा सानो व्यक्ति ठुलो भएको हुनाले हिजो चाहिँ काभ्रेमा म 50,000मा परेर आएको छु। 50,000 रुपियाँ चाहिँ त्यहाँ उसमा राखिएको छ धरौटीमा। तर फेरि म तपाईँलाई त्यो पनि भन्नु पऱ्यो, हुन त अब सम्मानित अदालतमा चलेको मुद्दाबारे बोल्न हुन्न भन्छन्। अब फेरि मैले अहिले यसो साथीहरू, कतिपय साथीहरूले यसो बोल्ने कुरा लगाउँ भने अब बोल्ने कुरामा सबै ठाउँमा डढाउँदै जाने हो भने बोल्दै नबोले हुने रहेछ क्या। फेरि अहिले यसो हेर्ने मन्त्री बन्दिनँ कि अमेरिका भिजा लाग्दिनँ कि भोलि अयोग्य भइहाल्छु कि फेरि मानहानि पर्छ कि कुनै व्यक्तिको चरित्र हत्या भएर फेरि सार्वजनिक पर्छ कि, अब यस्तो सुन्दै जाने हो भने खुट्टा लक काम्न थाल्दो रहेछ क्या। त्यही पनि हिजो चाहिँ त्यो उताएर फाल्दियो, अब मन्त्री बन्ने लाइन नदियो, यो म हिजो पनि थिइनँ, अब झन् त्यो सन्दर्भ पनि हुन्न भन्ने लाग्यो। त्यसैले गर्दा अहिले त्यहाँको मुद्दाको सन्दर्भमा पनि त्यो अदालतमा जे खालको मुद्दाहरू चलिरहेको छ यो बारेमा मलाई भन्नु केही पनि छैन। अदालतप्रति सम्मान छ। अदालतभित्र भएका विकृति विसङ्गतिको विरुद्धमा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि झन् मजबुत भएर जानेछौँ। म राजा त राजाकै पक्षमा छु, म पनि राजावादी नै हुँ। तर राजा चाहिँ दलित हुनुपर्छ भन्ने मान्छे हो क्या फेरि म त होइन। नै सुन्नु न, श्री 5 बडा महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठाउँमा श्री 5 बडा महाराज धिराज खगेन्द्र वीर विक्रम शाहदेव हुन्छ भने म त राजा पक्षमा छु क्या। नारायण खोलाउँ। अब त्यो अहिले तपाईँले हेरेको ठाउँमा ज्ञानेन्द्र शाहले मलाई यसो नमस्कार गरेको रहेछ, म चाहिँ यसो गरेर उभिएको रहेछ त्यहाँ होइन। न हो, मलाई चाहिँ ज्ञानेन्द्र शाहले यसो नमस्कार गर्नुभएको रहेछ होइन। म चाहिँ हात यसो गरेर उभिएको रहेछु, पुरै त्यो एउटा बगैँचाभित्र यसो गरेर बसिरहेको रहेछ होइन। यस्तो त नगर्नु न। अब त्यस्तो पनि हुन्छ, त्यो त त्यो एउटा उमेरले बाकै उमेरको मान्छेले पनि को बादी यो बादी त्यो बादी छोडिदिनु छ। कुरा कहाँ पुगिसक्यो, रेल छुटेर कहाँ पुगिसक्यो, तपाईँ फर्केर फेरि त नागार्जुनमा कहाँ हिँड्यो मान्छेलाई। त्यसैले त्यस्तो पनि कहाँ होला त, त्यो कम्तीमा चाहिँ अलिकता त्यो यसमा त एउटा सामान्य ऊ पनि लाउन सकिन्छ। त्यसैले गर्दा दलितहरू राजावादी हुन सक्दैनन्, यो कुरा स्पष्ट हुनु पऱ्यो। तपाईँ राजावादी हो कि होइन, दलित राजाको पक्षमा छैन, दलित जनताको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ, गणतन्त्रको पक्षमा छ। जनताको प्रतिनिधिले शासन गर्ने, बाई द पिपल टु द पिपल फर द पिपल। जनताले जनताद्वारा जनतामाथि गरिने व्यवस्था, लोकतन्त्र डेमोक्रेसीको पक्षमा दलित छ र यो डेमोक्रेसीलाई थप मजबुत बनाउने सन्दर्भमा दलित थप बलियो भएर जान्छ। अब यो अलिकति आन्दोलनको बारेमा पनि अब थोरै राष्ट्रिय उसमा जाउँ, अब धेरै पछाडि पनि अब यसमा धेरै नगिजिल्नु पऱ्यो।
अब सन्दर्भमा अगाडि जाने सन्दर्भमा अहिले भएका आन्दोलनहरूमाथि जेनजीहरूमाथि जे खालको आक्रमण भइरहेको छ यो बदमासी भइरहेको छ। अब अलिकति यसमा पनि छलफल गरौँ। बालन शाहहरूमाथि, कुलमान घिसिङहरूमाथि, अहिलेको सरकारमाथि, सुशीला कार्कीहरूमाथि, सुशीला कार्कीहरूलाई बारबारा फाउन्डेसनको यसको फलानुको एजेन्ट, हलानुको एजेन्ट, फलानुको एजेन्ट भनेर जे भनिएको छ। मैले अस्ति यसो हेरेँ, सुशीला कार्कीलाई यसो पाउदेखि शिरसम्म यसो हेरेँ, आँखी भाउ सिउँदोको रौँ सेतै फुलेको एउटा महिला, एउटा त्यो उमेरले मेरो आमाभन्दा पनि एउटा बुढी, एउटा हजुरआमाको उमेरको एउटा, त्यो आमाभन्दा पनि जेठी, अझ जेठी आमाको उमेरको एउटा महिलालाई जे खालको एउटा देशप्रतिको एउटा चिन्ता छ, जे खालको एउटा देशप्रतिको एउटा चाहिँ लगाव छ, देशप्रतिको एउटा चाहिँ जे खालको एउटा बुझाइ छ, यसमा यो बेलामा सहयोग गरौँ। म साथीहरूलाई स्पष्ट रूपमा भनौँ, कङ्ग्रेस एमाले लोकतन्त्रको नाममा, प्रजातन्त्रको नाममा, बहुदलीय व्यवस्थाको नाममा 75 वर्षसम्म देशलाई जसरी बन्धक बनाएर राखेका थिए, यो कुराबाट बाहिर ल्याउने सन्दर्भमा अब यसलाई धेरै अतिरञ्जित नगरौँ। यो भन्दै गर्दा कङ्ग्रेस एमालेलाई 22 गर्नुपर्छ भनेको होइन। कङ्ग्रेस एमाले भित्र पनि नयाँ जेनजेटिमहरू आउनुहोस्। कुनै पनि सबै राजनैतिक दलभित्र हेर्नु साथीहरू, संसारमा अहिले गरिरहेको एक्सर्साइज जो डेमोक्रेसीको जे एक्सर्साइज छ, यो डेमोक्रेसीलाई मजबुत बनाउने सन्दर्भमा सबै राजनैतिक दलहरूलाई एउटा टोकरीमा राखेर जाने सन्दर्भमा तपाईँ हामीले पनि त्यो माहौल निर्माण गर्नुपर्छ। र अहिले जे खालको आन्दोलनको कुरा भयो, जसरी माओवादीको 10 वर्षीय जनयुद्धलाई एउटा सत्य निरूपण तथा छानबिन आयोग भनेर जसरी बनेको, जसरी चाहिँ त्यो बारेमा छलफल गरिएको थियो, अहिलेको आन्दोलनको सन्दर्भमा पनि आन्दोलन दबाउनेहरूलाई बजारमा छोडिदिने, तर आन्दोलनमा त्यो अन्यायका विरुद्ध आन्दोलन गर्नेहरूलाई, मरेकालाई सहित र बाँचेकालाई हत्या र अपराधिक जसरी लखड्न मिल्दैन, यो खालको बदमासीबाट चाहिँ बाहिर आउनु जरुरी छ। डलर खाने हेर्ने म भेज हो, म भेजमा चाहिँ बढीमा म दाल भात साग र भात खान्छु। डलरभन्दा अलि माथि जाउँ, पाउन्ड स्टर्लिङतिर जाउँ, अलि संसारको मजबुत करेन्सीहरू कुन कुन छ, अलि त्यो सानो सानो त्यो ठिक हो, त्यो दलितहरूमाथि डलरको, सुनको, चाँदीको, हिराको आरोप लाग्नुपर्छ, त्यो स्वाभाविक हो। हामी डलर र सुन चाँदी हिरामध्ये हामी हिरा सुन चाँदीकै व्यवसायी हो, हामी सुनारहरू हो, हामी सुन चाँदीकै व्यवसायी हो। डलर र सुनको चाहिँ नियमित चाहिँ त्यो परिरहन्छ, त्यसैले गर्दाखेरि ठिक छ, त्यो आरोप त लाग्नुपर्छ। पैसै नभएको रहेछ, खगेन्द्र सुनार कट्टै भोका नाङ्गो रहेछ, भोकै रहेछ, नाङ्गै रहेछ भन्या भए पो हो त्यो लाज भयो बजारमा, होइन? यो त सुनै सुन रहेछ, हिरै रहेछ, डलर खाँदो रहेछ, पाउन्ड स्टर्लिङ चटनी खाँदो रहेछ, भारू त यसले चोपेर खाँदो रहेछ, कोही सुप बनाएर खाँदो रहेछ। यो खालको चर्चा हुनु त होइन हो। यो मैले फेरि पनि भने त, समाज बिगार्यो भने मैले फेरि पनि भने, तपाईँलाई जामजाम किन लाग्यो त? खगेन्द्र दाइ आउँदैछ एकचोटि, जामजाम किन लाग्यो त? समाजै भाँडेको भणुवाको त किन यसरी ठेलमठेल गरेर पसिना निकालेर किन भिडियो खिच्नु त, होइन? त्यसैले गर्दा तपाईँलाई पनि मनमा के छ भने ठिक छ, त्यो प्रश्न त गर्नु पर्यो। म पनि हिजो यस्तै त्यो पत्र गर्ने बेला डाक्टर मिनेन्द्र रिजाल सञ्चार मन्त्री रहेछन्, मैले चिनेन, भर्खर पत्रकारितामा आएको अघि हाम्रो खड्का भाइ जत्रा पातलो पातलो थिएँ मैले गएर, अनि त्यसपछि म चाहिँ यसो गएँ त्यहाँ संसदमा, अनि आदरणीय दाइको शुभ नाम के पर्यो होला भनेको त्यो चाहिँ, होइन? म चाहिँ प्रश्न गरेँ सन्दर्भमा चाहिँ जहाँ पनि यसो गएको मन्त्री रहेछन्, अब मैले चिनिनँ, होइन? हजुरको चाहिँ शुभ नाम के पर्यो होला सर भनेको, यो को केटो आयो भन्यो, त्यो नयाँ अलिक त्यो जगत नेपाल दाइहरू थियो, भर्खर सिकारु केटो हो। म जसलाई पनि यस्तै प्रश्न यसो गर्दै हिँड्थेँ बजारमा, त्यसैले गर्दा केही पनि छैन। त्यो तपाईँले भनेको जस्तो आरोप लाग्ने कुरा स्वाभाविक छ। दलितलाई डलर भन्ने, थारू देख्यो भने भारू भन्ने, मधेसी देख्यो भने बिहारी भन्ने। अब अस्ति त्यही कर्णालीबाट एउटा चाहिँ त्यो टाँसी शेर्पा नाम गरेको बहिनी आयो, नाक थ्याप्चो भएको हुनाले मन्त्रीबाट लखटियो, फेरि निकालेर लखटियो। त्यसैले गर्दाखेरि मैले फेरि पनि भने, मित्र, म तपाईँलाई हात जोडेर, 2 हात जोडेर म तपाईँलाई अनुरोध गर्न चाहन्छु, साम्प्रदायिकता भड्काउनु हुँदैन। दलितलाई दलित बनाएर पिँढी पनि सिँढी पनि छुन नदिने गैर दलितको घाँटी काट्नुपर्छ भनेर अभियान चलाउने दलित, यो दुइटैबाट समाजलाई बचाउनुपर्छ। अहिलेसम्म तपाईँले कहीँ कतै सुन्नुभएको छ, मैले रोकेँ, साम्प्रदायिकता भड्कायो भने चाहिँ एकैछिनै उहाँले साम्प्रदायिकता भड्कायो भने चाहिँ प्रश्न गर्नुभयो। मेरो एउटा भिडियो देखाउनुहोस् जसरी चाहिँ हिन्दू धर्ममाथि आक्रमण भयो भने खबरदार भनेर खुकुरी समातेर बसेको पण्डितको जस्तो मेरो कुनै दिन एउटा बन्दुक समातेको भिडियो देखाउनुहोस्, कुनै बाहुन क्षेत्रीको घाँटी काट्नुपर्छ भनेर बोलेको एउटा अभिव्यक्ति देखाउनुहोस्, बरु अदालतमा आगो लाउनुपर्छ भनेर बोल्यौँला, सिंहदरबार जलाउनुपर्छ भनेर बोल्यौँला, तर बाहुन क्षेत्रीको घाँटी काट्नुपर्छ भनेर बोलेको कहीँको एउटा भिडियो देखाउनु भयो भने मैले फेरि पनि भने, मान्छे मार्ने त के एउटा सन्यास लिएर हिँडेको जोगी हुनुको नाताले मान्छे मार्ने त के माछा मार्ने, माखा मार्ने कुरामा पनि म विश्वास गर्दिनँ। त्यसैले माखा मारेर हामीले यो दलितलाई मात्रै यो समाजबाट जुरुक्क उठाएर अफगानिस्तानभन्दा उतापट्टि लगेर समाज राख्ने होइन। यही समाजभित्र मिलाएर जानुपर्नेछ, नमिलेका कुराहरू मिलाएर जाउँ। साथी, मेरो कुरा टुङ्गाउँदै गर्दा तपाईँलाई स्पष्ट के भनौँ भने, यो समाजमा जातीय विभेद छ, जातीय हिंसा छ। तपाईँ र म मिलेर आजै यसलाई आगो लगायौँ भने यो खरानी हुन्छ, तर यही कुरा रह्यो भने भोलि फेरि यसले समाजलाई चाहिँ खरानी बनाउँछ। तपाईँले अहिले भनेको जस्तो पार्टीको नाम अब खुल्दै गरेको पार्टीको नाम त्यो लोकतान्त्रिक हुन्छ, प्रजातान्त्रिक हुन्छ, राष्ट्रिय खतरा पार्टी नेपाल हुन्छ, राष्ट्रिय दमदार पार्टी नेपाल हुन्छ, होइन? राष्ट्रिय हुइम पार्टी नेपाल हुन्छ, होइन? राष्ट्रिय रूपमा चाहिँ यसले एउटा हुइम लिएर आउनेछ, खतरा बनेर आउनेछ, मजबुत बनेर आउनेछ, राष्ट्रिय मजबुत पार्टी नेपाल हुन्छ। राष्ट्रिय चाहिँ एउटा यसले यो अन्तर्राष्ट्रिय रूपमा चाहिँ एउटा मजबुत ढङ्गले उपस्थिति जनाउने एउटा राजनीतिक पार्टी बन्छ। यहाँहरू सबैलाई धन्यवाद छ।